गाइस हामी च्यानल आज हामी जंगलमा जाँदैछौँ। जंगलमा के छ तपाईलाई उनले देखाइदिन्छु। आउनु। आज कति राम्रो दिन छ अनि हामी बिहानमै हिँड्छौँ जंगल अनि फेरि कति राम्रो देखिया जंगलहरु। अनि त्यही भएर हामी अगाडि चाहिँ जाम है। अगाडि चाहिँ जाम है। यता फेरि हाम्रो यहाँ फेरि हाम्रो बास अनि घाँसहरु छ नि। यता के यताहरु कौन त्यो टंकी हो। कति राम्रो वाला हुन्थ्यो। अस्ति त्यहाँ हुन्थ्यो आज यहाँ भोलि पर्सि त्यहाँ भयो के। अनि फेरि यो फेरि टंकी हो। टंकी भित्र पसौँ। टंकी हो यहाँबाट जाने हो। म एकचोटि यहाँबाट आएको हो। अनि फेरि यहाँ फेरि के अरे रुख छ। आउनु। आऊ हामी सिधै यता जान्छौँ। अंकल आउनु न। हेलो अब हामी जंगलमा एन्ट्री भइसक्यौँ। अब के छ त्यही हेरौँला। हेलो आउँदैन यति आउँदैन। त्यही पनि यति आउँदैन। हामी कहाँबाट आयौँ? त्यहाँबाट माथि जाने त्यहाँबाट हामी यस्तै हिँड्न पर्छ। हामीलाई कति दुःख छ त्यही पनि हामी यो मेहनतलाई धेरै बढी गराउनलाई हिँड्छौँ। त्यही पनि हामी छिटो हिँड्ने पर्छ। कति धेरै फलफुल हेर्न सक्छ। यो आयो यो आएर मलाई थाहा भएन। यो फेरि गार्डन हो। यो फेरि के हो रे मौवा घाँस सफा गर्ने। अनि यो फेरि झिलाउने तो सल्ला। अनि यो अमला यो अमल। उतापट्टिको हेर्नु कति धेरै गाउँ छ। गाउँमा यति धेरै घर छ। अनि फेरि हामी यहाँबाट तल जाम। थाहा छ कतै पनि जाम न। छ भने लिएर आऊँ छैन भने नलिएर। कता हो र हामी गएको? यो हो न। यो हो। फेरि तपाईँले मलाई अझै नजारा देखाइदिन्छु है। यो फेरि हाम्रो गाउँ। अस्तिको हामी पारी होइन त्यहीको यो गाउँ हो नि। हामी अस्ति पारी चोक
त्यहीको गाउँ अनि तपाईँलाई अघि चल्दै अनि फेरि म अझै माथि जान्छु अनि देखाइदिन्छु है गाइजहरू तपाईँहरूले अस्ति नै भाडा दैनु भएर हिँड्नु छ त्यही भएर त्यो बिच हाम्रो मामाको गाउँ छ नि त्यो मेरो ठुलोबाबाको जानु काम छ नि त्यही हेरौँ त्यो पारि माथिको गाउँ त्यहाँ न यस्तो कति राम्रो रमाइलो छ अनि फेरि घाँस यसमा पनि अमिलोहरू आइसके पनि बाँदरहरू लहर देख्दै पनि हामीले उडाउनु सक्छ आया जंगल छ भने हेरौँ न त हात दिनु ल तपाईले क्यामेराम्यान लुकुती राम्रो यहाँबाट हामी पनि जान सक्छौँ ल किरा देखाइदिन्छु यो तकनिकीरा कमिलाले यत्रो टोक्छ हामीलाई पनि अस्ति नै एकचोटि हामी यहाँ आउँदा पनि मलाई टोके भ्याएको अनि भएको न छिटो अब गाइजहरू हामी अब घर जान्छौँ राम्रो किरा हेरियो न मलाई धन्नै टोकेन यो घाँस काट्यो भने हामी घाँस काट्न आउने अरूको भन्दाखेरि हाम्रो त हो नि हाम्रो पनि
त पासमै हो। अब हामी घरको रास्तामा आयौँ। हामी कति थाकेन न।